संस्कृति के हो भन्दा मान्छेलाई विकासको केन्द्रबिन्दु मान्ने अवधारणा छ। मान्छे मारेर विकास हुँदैन भन्ने सोचाइ र श्रद्धा छ है। विकासको केन्द्रबिन्दु मान्छे हो। मान्छे छ भने विकासको परिकल्पना गर्न सकिन्छ। तर मान्छेलाई विस्थापित गरेर, मान्छेलाई मारेर, कुचेर, काटेर होइन, तपाईँको चाहिँ फसाएर कुनै तपाईँको चाहिँ अर्को कुरा प्राप्त गर्न चाहँदैन श्रम संस्कृति। श्रम संस्कृतिले तपाईँलाई माया गर्न सिकाउँछ। श्रम संस्कृतिले तपाईँले देशलाई माया गर्नुपर्छ भन्छ। श्रम संस्कृतिले देशले तपाईँलाई माया गर्नुपर्छ, सरकारले तपाईँलाई माया गर्नुपर्छ। मान्छेलाई केन्द्रबिन्दुमा राखेर बाटो बनाउनु भन्दा एउटा बिग्रेको मान्छेलाई सही मार्गमा देखाउनु ठुलो विकास सम्बन्धी अवधारणा हो श्रम संस्कृति। बाटो चाहिँ ठुलो बनायो, मान्छे चाहिँ सबै स्वार्थीको तपाईँको चाहिँ होइन एकदम नराम्रो खराब प्रकृतिका भयो भने त्यो ठुलो बाटोको कुनै अर्थ हुँदैन। मान्छेलाई परिवर्तन गर्ने संस्कृति हो। एउटा अल्छी मान्छेलाई पौरखी बनाउने, डुलेर हिँड्ने मान्छेलाई श्रमसँग जोड्ने संस्कृति हो श्रम संस्कृति। आज तमाम जेनजीले भ्रष्टाचार विरुद्धमा अभियान छेडेको छ, आन्दोलन गरेको छ। ज्यानै कतिले फालो भयो, कतिले तपाईँको चाहिँ अझै पनि अन्तभङ्ग गरेर तपाईँको आइते अवस्थामा अस्पतालमा कठिन दिनहरू बिताइरहेको भएको छ। जेनजीको एउटा मेन्डेट के थियो, जेनजीको चाहना के थियो भने यो देशमा भ्रष्टाचार नहोस् न। तर म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, सधैँभरि मैले राख्दै गरेको तर्क अलिकति याद गरिन्छ। जब मान्छे काम गरेर खान चाहँदैन, गफ गरेर खाने भन्छ। गफ गरेर खाने मान्छे ठग हो, उसले ठग्न थाल्छ। ठग्ने मान्छेले कर्मचारी बनेर जागिर खायो भने पनि उसले घुस खान्छ, भ्रष्टाचार गर्छ होइन। सांसद भयो, मन्त्री भयो भने उसले त देशै बेचेर खान्छ। त्यसो भएको कारणले गर्दाखेरि गफ गरेर काम गरेर खानुपर्छ भन्ने संस्कृति हो श्रम संस्कृति। सरसफाइ कर्मीले गर्ने काम पनि प्रधानमन्त्रीले गर्ने काम श्रम संस्कृति। म यहाँ सबैजनालाई मैले भनिराखेको कुरा याद गराउन चाहन्छु। यो देशमा श्रम र श्रमिकलाई हेर्ने दृष्टिकोण अत्यन्तै अपमानजनक छ। त्यसो भएको कारणले गर्दाखेरि काम गर्ने मान्छे सानो, काम गर्ने मान्छे महिला, किसान, मजदुर भन्ने खालको समाजमा बनिरहेको छ। हामीले कमाइरहेको खालमा खाने तर त्यही कारणले घरभित्र नआइदिए भन्ने समाज अझै किसानले पकाइदिएको उब्जाइदिएको अन्न दिनरात खान्छ, तर किसानलाई नै हेला गर्छ कि गर्दैन हो। हामीले पोलेर सबै साइडमा बस्छ मान्छेहरू। त्यो पत्र घामले पोलेर टाउको दुख्छ, गर्मी। हामीसँग हिमाल छ, पहाड छ, खनिज छ भनेर के गर्छ? काम गरिँदै हातमा हालेर बस्यो भने हिमालले के गर्छ होइन, खनिजले के गर्छ? त्यो सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्नका लागि चाहिने एउटा मानव शक्ति, एउटा मानव प्रयासलाई श्रम भन्छ। त्यही श्रमलाई नै हामीले हेला गरेको कारणले देश कहिले पनि उत्पादन र निर्माणमा अघि बढ्न सकेन। कहिले पनि तपाईँको अर्थतन्त्र यो देशको तर भएन। यो देशमा हामीले गफ गर्ने मान्छेले ठुलो मान्छे सम्झ्यौँ। 3 घन्टा कति राम्रो गफ गरेको ठुलो नेता रहेछ भने है, तर त्यो नेताले देश बेचिरहेको देखेर उसैले नमस्ते गरिरह्यो है। यो देश त्यही नेताले तपाईँको चाहिँ हामीले सुरक्षा दिन नसकेर हामी सडकमा घुसेर मार्नु परेको हाम्रो गिरी तपाईँको चाहिँ साथीले उठाइरहेको दिन हामीले देख्नु पर्यो है। गफै मात्रै गरेर बस्ने, गफ पनि देशको गरेर हुँदैन त विदेशको है। यो देशका पार्टीहरू सबै तपाईँको विदेशको सिद्धान्त बोकेको। 200 वर्ष पहिला जर्मनीमा मार्क्सले के लेख्यो? काठमाडौँको आर्टिकल्स बन्न बस्दछ भन्ने जर्मनीमा मार्क्सलाई थाहा थियो है। चीनमा माओले के क्रान्ति गर्यो है? चीनले नेपाल मिल्छ नहुने कुरा गरेर हामी बिग्रियो। त्यसले गर्दाखेरि विचार पनि हाम्रो विदेश
हिसाबले विदेशीको इसारामा सरकार चलाउने खालको देशमा बसेका छौँ। अब त्यो देशलाई परिवर्तन गर्ने संस्कृति हो श्रम संस्कृति। श्रम संस्कृतिले गर्न चाहन्छ यो चिज। श्रम संस्कृतिले स्वाधीनता प्रदानको कुरा गर्छ। तपाईँ काम गर्नुहोस्, तपाईँले छिमेकीबाट ऋण लिएर भात खानुहुन्छ भने यो देश स्वाधीन बन्न सक्दैन। दाजुभाइ दिदीबहिनीहरू, यो देश स्वाधीन बन्न सक्दैन। त्यसो भएको कारणले दुई हात तपाईँकोमा हेर्न चाहन्छु। सबैजनाको दुई हात राखिदिनुहोस् न। यतिका धेरै दुई हातहरू हेर्न पाउँदाखेरि एकदमै खुसी लाग्यो। त्यो दुई हात चलाएर तपाईँ आफै बाँच्नु। तपाईँ आफै बाँच्नुपर्छ। व्यक्तिलाई तपाईँको चाहिँ श्रममा जोडेर श्रम मार्फत माटोमा जोडेर माटो हुँदै देशसँग एउटा नागरिकलाई जोड्ने अभियान हो श्रम संस्कृति। त्यो श्रम संस्कृतिमा म यहाँ सबैजनालाई हार्दिक स्वागत। देशलाई नचिनेर, देशको प्रकृतिलाई नबुझेर, देशको संस्कृतिलाई नबुझेर आदरणीय दाजुभाइ दिदीबहिनीहरू हामी धेरै पछि। मैले भन्ने गरेको यो देश, यो संसारमा आधुनिकता भन्ने कहीँ छैन। छ त संस्कृति, तर यदि हामी आफ्नो संस्कृतिलाई बिर्सन्छौँ भने विदेशी संस्कृति हाम्रो देशमा आइपुग्छ अनि त्यो विदेशी देशमा आएको नयाँ संस्कृति हामीलाई आधुनिकता हो भन्ने लाग्छ अनि त्यो कुरालाई हाम्रो सिधै धनराशि भनेको छैन त्यो विदेशी संस्कृतिलाई दिनु। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो देश संस्कृतिमा धनी देश, अब यही देशको संस्कृतिसँग युवालाई जोड्न चाहन्छ। त्यो संस्कृति हो श्रम। स्वाधीनताको कुरा गर्छ श्रम संस्कृतिले। विदेशी ऋणको भरमा देशको बाटो बनाउनुपर्छ, पुल बनाउनुपर्छ भन्दैन। यही देशको तपाईँको चाहिँ हामी सबैसँग भएको दुई हात प्रयोग गरेर यही देशको स्रोतलाई परिचालन गरेर यही देशको अर्थतन्त्रलाई उँभो लगाएर यही देशमा उत्पादन गरेर यही देशमा राम्रा राम्रा कामहरू गरेर देशलाई अगाडि बढाउन चाहन्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, विदेशी तपाईँको चाहिँ खेलमा विदेशी तपाईँको मैदान गर्न आँटेको हाम्रो देशलाई बचाउन निस्केको एउटा महाअभियान हो श्रम संस्कृति अभियान। यो श्रम संस्कृति अभियानमा तपाईँ जोडिन चाहनुहुन्छ? म सबैलाई सोध्न चाहन्छु, तपाईँ जोडिन चाहनुहुन्छ? अनि साथ भनिदिनुहोस्, पछाडि बस्नेलाई भनिदिनुहोस्, तपाईँ जोडिन चाहनुहुन्छ? हो कि तपाईँलाई लागिरहेको छ तपाईँ एमालेको यस्तो नेता, कङ्ग्रेसको यस्तो नेता मात्रै खाएको गफ नगर्नुहोस्। त्यो गफ सुनेको 70 वर्ष भइसक्यो, 80 वर्ष भइसक्यो। Now we cannot wait anymore. अब हामी पर्खन सक्दैनौँ। 100 वर्षसम्म हेरौँ न त हाम्रो पार्टीहरूले कतै गर्छ कि भन्ने त्यो खालको चुर खानु पर्दैन। यहाँ अधिकांश जेजीहरू उपस्थित हुनुभएको छ। जेजीहरूलाई त्यो कुरा मनपर्छ हो। जेजीहरूले एउटा कुरा भन्न खोजेको कुरा के छ भने अब हामी विकास मात्रै होइन, क्रान्तिकारी विकास गर्नु भन्न खोजेको छ। क्रान्तिकारी विकास र विकासमा केही फरक छ। म तपाईँहरूलाई भन्न चाहन्छु, विकास भन्ने ठेकदारले गर्न सक्छ, तर क्रान्तिकारी विकास भनेको तपाईँ हामी सबै मिलेर गर्छ। ठेकदारले 1 वर्ष लगाएर गर्ने काम यदि श्रमदानबाट हामीले 1 महिनामा गर्न सक्छौँ भने 11 महिना बचाउँछौँ। त्यो 11 महिना बचाएर तपाईँको छैन छिटो द्रुत गतिमा फास्ट ट्र्याकमा विकास गर्न चाहन्छु। त्यो विकासलाई क्रान्तिकारी विकास भन्छ। त्यो विकास आजको आएको। म यहाँ सबैजनालाई भन्न चाहन्छु, विदेशी ऋणबाट यदि गभर्मेन्टले दिन्छ भने म विकास गर्छु भन्ने आशा मुक्ति बन्दैन। हाम्रो अब श्रम संस्कृतिले त्यो गर्न हामीलाई सक्दैन। त्यो कुरा जेन्जीले भन्न चाहेको हो भन्ने मैले बुझेँ है। जेन्जीको आन्दोलनमा नभन्ने एउटा सत्य के छ भन्दाखेरि हाम्रो विचार अनुसारको राज्य हुनुपर्छ भन्ने गरी हो कि होइन? त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले घोषणा पत्रमा लेखेका छौँ हामी सरकार गठन गरिसकेपछि हामीले नै जित्छौँ, हामीले नै जित्ने हो। कुनै शङ्का छ? हामीले जित्छौँ, हामीले सरकार गठन गर्छौँ। त्यस पछाडि हामीले चाहिँ जेएनजीको एउटा आयोग बनाउँछौँ है। जेएनजीले के भन्न चाहेको छ भन्ने बुझ्नु पर्यो नि होइन? 80 वर्ष पुगेको तपाईँको चाहिँ मान्छेले, नेताले सोचेको कुरा र तपाईँको चाहिँ हिजो अस्तिको बालो तपाईँको चाहिँ एउटा युवा पुस्ताले सोचेको कुरा मिल्छ? त्यसले गर्दाखेरि यो देशको नीति बनाउँदाखेरि जेएनजीको स्पिरिटलाई, जेएनजीको चाहिँ सेन्टिमेन्टलाई, जेएनजीको तपाईँको चाहिँ न्युजलाई, सबै कुरालाई चाहिँ आवश्यकता, चाहना र तपाईँको चाहिँ भावनालाई समेटेर यो देशमा अगाडि छलाङ मार्ने गरेको नीति बनाएको।
मैले आज जे सोचिरहेको छु मभन्दा 20 वर्ष पछाडि जन्मेको बालकले त्यो चेतनाले पनि उहाँले मैले सोचेको लेभलमा सोचेको हुँदैन। He is thinking the next level. है यसले गर्दा पनि त्यो खर्च गर्ने कार्यक्रमबाट हामीले बनाउनुपर्छ। यो त केटाकेटी हो मलाई बोलाउने कसले बुझ्छले भन्दैदेखि तपाईँको के अरे पत्रकारले भर्खरको ठेक्ना छ भर्खर सिक्दैछ भन्दैछ। त्यो होइन त्यो तरिकाले जाँदैन है त्यो तरिकाले जाँदैन। संसार प्राणीदेखि कहाँ पुगिसकेको छ यो कुरा हेर्न जरुरी छ। 70 वर्षदेखि तपाईँको भाषण गर्ने पार्टीमा पछाडि लाग्दाखेरि उत्तरतर्फको छिमेकी चीनले हामीलाई झन्डै 200 वर्ष पछाडि छोडेको छ है। अनि अझ हामी उनीहरूलाई पछाडि लागिराख्नु पर्ने होइन है। जसको देशमा चाहिँ नदीनालाहरू बेचिरहेका छन्, असमान सन्धि सम्झौताहरू गरिरहेका छन्, संस्कृतिले एउटा अनुरोध पनि गर्छ जनजीलाई, अब हामी सबै मिलेर बाँधो लाली खनौँ। मैले पत्रकारको हिसाबले भन्दैछु कोदालो नै लिएर नखानु आपले कुनै मेसिन लिएर पनि खन्न सकिन्छ। तर म के भन्दैछु भने जोसको कुरा हो, स्पिरिटको। बाँझो नेपाललाई जित्नका लागि तपाईँहरूले मलाई सुनाउनुहुन्छ। सबैले हातहरू हेरौँ न त। यतिका हातहरू बल देख्न चाहन्छु। सबै मिलेर एकचोटि भनौँ न, 3 करोड नेपालीको 6 करोड हात। सबैजनाले भन्नुहोस् 3 करोड नेपालीको 6 करोड हात। सबैजना डर मान्नु हुँदैन, लजाउनु हुँदैन है। अघि भर्खर हामीले के भन्यौँ, देश त्यसो भएको कारणले अझै जोडले भन्यौँ 3 करोड नेपालीको 6 करोड हात चलाउनु पर्छ। 21 साल कलमले मात्रै बन्दैन देश, मात्र बन्दैन देश, औजार चलाउनु पर्छ। अब नीतिले मात्रै बन्दैन देश, श्रमदान गर्नुपर्छ। हामी सबैजना श्रमदान गर्न तयार हो। झन्डा छैन, आफ्नो झन्डा बोकेर हिँड्न थाल्यो भने राष्ट्रिय झन्डा बोकेर हराउँदै जाँदैछ। देशप्रतिको माया पनि हराउँदै जाँदो रहेछ। मेरो त यो पार्टीको झन्डा मन पऱ्यो तपाईँहरूलाई? मन पऱ्यो है। हामीले कुनै उच्च निच नहोस् भनेर समाधानमुखी तपाईँको छ नि हाम्रो संस्कृति बनाउनुपर्छ भनेर यो पार्टीमा कोही नेता र कोही कार्यकर्ताको परिकल्पना गरिएको छ। यो पार्टीमा सबै मान्छे श्रमबाट, यहाँ कसैलाई नलागोस् म चाहिँ नेता हो भन्ने नलागोस्, हामी सबैजना समान। तपाईँ पनि श्रमदाता, म पनि श्रमदाता, तपाईँ पनि श्रमिक, म पनि श्रमिक। भोलिमा जुनसुकै ठाउँमा पुगौँ नपुगौँ एउटा ठाउँमा छ, तर सधैँभरि मेरो सोचाइ है। यहाँ तपाईँले तपाईँको सानो हुनुपर्ने, कोही मान्छेले ठुलो हुनुपर्ने भन्ने छैन। श्रम संस्कृतिको चेतनाले के भन्छ भने ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने, आफ्नो देश बनाउनु छ कसमा। तपाईँ आशाका हेर्नुहोस् अरूको, ऐना हेर्नुहोस्, ऐना हेर्दाखेरि जो देखिन्छ त्यही मान्छे हो देश होइन। यो देश कसले बनाउँदो रहेछ? मैले भनिदिनुहोस्, मैले यो देश कसले बनाउँदो रहेछ? ऐना हेर्दा जो देखिन्छ त्यही मान्छेले देश बनाउँछ। त्यसो भएको कारणले गर्दाखेरि यो नेता र कार्यकर्ता नभएको पार्टी, श्रमदाता मात्रै भएको पार्टीमा तपाईँ पनि नयाँ श्रमदाता बन्नुहुन्छ? हात यसो गरिदिनुहोस् न, बन्नुहुन्छ? यो जोस हुनुपर्छ, यो जोस हुनुपर्छ।
बन्दैन भन्ने कुरामा कुनै तपाईँको छैन होइन। हामीले यो देश बन्दैन भन्ने कुरै भएन, यो देश बन्छ भन्ने कुरामा दुविधा आदरणीय दिदीबहिनीहरू सम्पूर्ण तपाईँको छैन भाइरा लानेहरू दिदीबहिनीहरू सबैजना यहाँ हामीलाई जे जति सुनिराख्नु छ यहाँहरू सबैजना धन्यवाद। यो देशलाई दूरदर्शी नेताको खाँचो छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी सेवक होइन नेता चाहन्छौँ, नेतृत्व चाहन्छौँ। तपाईँ भोको हुँदाखेरि तपाईँलाई भात लिएर खाने भनेको त्यो सेवक मात्रै हो। तर तपाईँ भोको हुँदाखेरि तपाईँले आफै अन्न उत्पादन गरेर खाना सिकाउने मान्छे नेता हो। त्यो नेतृत्वको खाँचो छ तपाईँलाई है। त्यसो भएको कारणले गर्दाखेरि म यस समाजलाई, यो नेपाली समाजलाई उठाउन चाहन्छु, जुरुक्क तपाईँको छैन जगाउन चाहन्छु। अब हामी मरेर जानु हुँदैन, के दाइ यो हाम्रो त्रिशूल स्टेजतिर फर्किदिनुहोस्। यहाँ लेखेको छ महु संघाता हेर्दिनमा उपवास बन्दिनमा जिउँदो लास, हेर्दिनमा उपवास बन्दिनमा जिउँदो लास, सजाउँछु श्रमले परिवेश बनाउँछु महापुरुष। त्यो संघाता भन्ने हो तपाईँ, त्यो संघाता भन्ने हो तपाईँ हो। हाम्रो श्रमको सिद्धान्तले, हाम्रो श्रम संस्कृतिको मान्यताले के भन्छ भने अल्छी मान्छे मरेको, मान्छे मर्नको लागि सासै जानु पर्दैन है। हाम्रो श्रमको सिद्धान्तले के भन्छ भने तपाईँ अल्छी हुनुभयो भने तपाईँ जिउँदो लास भनेको के हो? कहिले सास जान्छ नि त्यसमा टेस्टी गरौँ भन्ने पर्ने मात्रै हो। त्यसो भएको कारणले गर्दाखेरि यो देश बाँचिरहेको हुनुपर्छ भने हामी सबैको चेतनामा म पनि बाँचिरहेको छु भन्दै हुनुपर्छ। तपाईँहरू जीवित मान्छे हो, तपाईँहरू जीवित मान्छे हो, तपाईँहरू जीवित मान्छे हो। यदि तपाईँहरू जीवित मान्छे भने कतै पनि हाम्रो देश बाँचिरहेको देश हो। यो बाँचिरहेको देश र हाँसिरहेको देशमा कुनै पनि विदेशी शक्तिले खेल्न पाउँदैन। जीवित नेपालीहरूको देशमा कुनै तपाईँको विदेशी शक्तिले हालुमाली गर्न पाउँदैन, उसको क्रीडास्थल बनाउन पाउँदैन। हामी हाम्रो स्वाभिमान भन्दा ठुलो, हामी हाम्रो गौरव भन्दा ठुलो, हामी हाम्रो देश र हाम्रो राष्ट्रता भन्दा ठुलो अरू केही देख्दैनौँ। त्यसो भएको कारणले गर्दाखेरि कोही कसैले हामीलाई बत्तीको थप्पा अगाडि दिन्छु, लाइट ल्याइदिन्छु भनेर प्रलोभनमा पार्न छोडिदिनुहोस् है। हामीलाई हाम्रो माटो, हामीलाई हाम्रो देश भौतिक सेवा सुविधाको प्रलोभनभन्दा माथि छ। हामी आफै ल्याउन सक्छौँ बत्ती, हामी कसैको तपाईँको छैन एमसिसी र फ्यान्सिसी हामीलाई चाहिँदैन। हामी आफै उत्पादन गर्न सक्छौँ, हामी आफै उत्पादन गर्न सक्छौँ, हामी आफै उत्पादन गर्न सक्छौँ किनभने मरेको नेपाली छैन, बाँचिरहेको जिउँदो संघाताहरूको देश हो यो। त्यसो भएको कारणले हामी गर्न सक्छौँ। प्रविधिमा हामी कमी छौँ भन्ने तपाईँलाई लागेको होला, भ्रम हो। न प्रकृतिमा हामी कमी छौँ, सगरमाथा जस्तो तपाईँको छैन सर्वोच्च शिखर भएको देश। संस्कृतिमा न हामी नभएको छैन, हामी चोकमा गाउँमा टोलमा विविध खालका संस्कृतिहरू हामीसँग छ। हामी न संस्कृतिमा कम छौँ, न प्रविधिमा कम छौँ। आजभन्दा 1500 वर्ष पहिला ठिकी र जात बनाउने पुर्खाको सन्तान हो कि होइन हामी? तर पछिल्लो समयमा हामीलाई हाम्रो शिक्षाबाट हामीलाई ट्विस्ट गरिदियो है। हामीले हाम्रो मौलिक प्रविधिहरू सबै त्यागेर, मौलिकतालाई त्यागेर विदेशीले तपाईँको चाहिँ बेचेको पावर खान थाल्यो, त्यहाँदेखि सबै कुरा बेच्यो। आजभन्दा 10 वर्ष पहिला जात र ठिकी बनाउने पुर्खाको सन्तानले आज एउटा सियो पनि बनाउन सक्दैन भन्दाखेरि लाजले अब प्रविधिको क्षेत्रमा पनि युवा जानुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यही हो अर्कवाद भनेको के हो भनेर धेरै पत्रकारहरूले अपमानजन्य तपाईँको चाहिँ भाषामा सोधेको देख्दैछु है। अर्कवाद भनेको के हो भन्दा यो देशको प्रकृति, यो देशको संस्कृति र यही देशको प्रविधिको कुरा गर्ने एउटा सिद्धान्त हो अर्कवाद है। अर्कवादले सिमानाको रक्षा गर्नु भन्छ, यहाँका तपाईँको चाहिँ प्रकृतिको संरक्षण गर्नुपर्छ भन्छ, यहाँको ढुङ्गा र माटोलाई हाम्रो तपाईँको सम्पत्ति हो भन्छ। विदेशी कारणले पढेर फल्नाले मार्नु पर्ने फल्ना के जातको कुरा पार्टीको कुरा गरेर भिडन्त गरेर नेपाली जनताको डेभलपमेन्ट ठेक्दै गरेर सत्ताको कुर्सीमा बस्ने काम होइन।
सन्तुलित र समुचित विकासले मात्रै मानव संसारमा जगतको उन्नति गर्छ भन्ने भाव यो तीनटाको सन्तुलन भएन भने सन्तुलन बिग्रियो भने संसारमा आउँदैन त्यसो भएको कारणले गर्दाखेरि हाम्रो शरीर आफैमा प्रकृति हो हाम्रो सोच विचार आफैमा संस्कृति हो हाम्रो शरीर हार्डवेयर हो हाम्रो सोचाइ सफ्टवेयर हो त्यो सफ्टवेयर संस्कृति हो त्यो हार्डवेयर हो हैन त्यो दुईटैलाई प्रयोग गरेर जुन हामी गर्छौँ काम त्यो हो प्रविधि यसरी बुझ्नुपर्छ यो एउटा स्वदेशी अपेक्षाले एउटा मान्यता र दर्शन भएको कुरामा जानकारी गराउन चाहन्छु यहाँ धेरैले भने अर्थवाद भनेको के हो अर्थवाद भनेको के हो त्यो हो है यो देशको ढुङ्गाको कुरा गर्छ यो देशको माटोको कुरा गर्छ है यो देशको स्वाधीनताको कुरा गर्छ त्यो अर्थवाद यहाँ सबैजनालाई म के भन्न चाहन्छु सबैजनालाई म सङ्घ संस्कृतिमा स्वागत गर्न चाहन्छु तपाईँहरू आउन चाहनुहुन्छ साँच्चै नै आउन चाहनुहुन्छ चेतना र पसिना विचार र औजार चेतना र पसिना भनिदिनुहोस् त सबैजनाले विचार र औजार भनिदिनुहोस् त आदरणीय दाजुभाइ दिदीबहिनीहरू तपाईँको टाउकोमा भएको विचारले परिवर्तन ल्याउँदैन जबसम्म तपाईँ त्यो विचारलाई व्यक्त गर्नुहुन्न जब तपाईँ व्यक्त गर्नुहुन्छ त्यो अभिव्यक्तिले मात्रै पनि क्रान्ति गर्दैन जब तपाईँ त्यो अभिव्यक्ति अनुसारको क्रियाकलाप गर्नुहुन्छ कर्म गर्नुहुन्छ त्यो कर्मले मात्रै पनि क्रान्ति पुरा हुँदैन जबसम्म त्यो कर्मले यो देशको तपाईँको छ नि 3 करोड नेपालीको जीवनमा परिवर्तन ल्याउने गरेको परिणाम देखाउँदैन तबसम्म क्रान्ति सफल हुँदैन जुन चाहिँ प्रकारले कानुन विद्वानले के भनेको थियो बनाएका त छैन पर्ने क्रान्ति होइन आदरणीय दाजुभाइ दिदीबहिनी है त्यो ठुलो कुरा होइन तपाईँको सोचाइमा तपाईँको टाउकोमा किताब कुन चाहिँले लेख्यो होइन मान्छेले लेख्यो कि लेनिनले लेख्यो कि स्ट्यालिनले लेख्यो भन्ने कुरा ठुलो होइन तपाईँको खोपडीमा चाहिँ के आयो भन्ने कुरा है तपाईँको खोपडीमा हाम्रो एउटा शब्दमा लेखे जस्तो देश सोच्न सकौँ देश बोल्न सकौँ देशकै कर्म गर्न सकौँ देशकै निम्ति मर्न सकौँ भन्ने विचार आयो भने मात्रै क्रान्ति चुसायो तपाईँको दिमागमा यो देश आयो मलाई कार्यक्रममा यो तपाईँको सेवाबाट तपाईँको मनमा यो देशको प्रतिबिम्ब तपाईँको चाहिँ छोड्न चाहन्छ तपाईँले अब आगामी दिनहरूको तपाईँको भेटघाट गर्ने मलाई सम्झनुहोस् मेरो अनुहार सम्झने यो कार्यक्रम छ है तपाईँको सोचाइमा देश आयो भने बल्ल क्रान्ति सुरु भयो तपाईँको सोचाइमा देश आउनु ठुलो कुरो देश सुरु हो तर त्यति मात्रै काफी छैन जब तपाईँ देश बोल्नुहुन्छ नि देशको बारेमा बोल्नुहुन्छ अब क्रान्ति सुरु भयो बोलेर मात्रै हुँदैन त्यो बोल्ने अनुसारको व्यवहार गर्नु पर्यो त्यसले तपाईँको चाहिँ कर्म लानु पर्यो त्यो मिसनलाई सरकारको मिसन है नेता बन्नका लागि 5 वटा कुरा चाहिन्छ भिजन डिसिजन कमिटमेन्ट तपाईँको छैन प्लान एन्ड एक्सन है भिजन डिसिजन कमिटमेन्ट तपाईँको के हो प्लान एन्ड एक्सन यी कुराहरू चाहिन्छ यो कुराहरू गर्नका लागि हामीसँग चाहिँ तपाईँको त्यो खालको सोच विचारहरू गर्नु अब तपाईँको मनमा देश आयो भने अब तपाईँले चाहिँ त्यो देशलाई व्यक्त गर्ने अभियान चाहिन्छ त्यो अभियान नै हो सङ्घ संस्कृति जुन श्रमदानको अभियानबाट आदरणीय दाजुभाइ दिदीबहिनीहरू हामी पेटको बारेमा चिन्तित मान्छे के खाउँ भनेको आएर मेरो केटाकेटीलाई के खाउँ अब पेट सँगसँगै देशको बारेमा चिन्तन गर्नुपर्छ भन्ने संस्कृति हो श्रम संस्कृति है पेटको बारेमा मात्रै सोचिरहने मान्छेले नै यो देश बेचेको हो क्या है नेता भन्छ उसको दिमागमा देशै छैन खालि मुखमा मात्रै छ कहाँ हो त्यसले गर्दाखेरि छाती र टाउकोमा हुनुपर्छ देश भन्ने कुरा सुरु गर्न चाहन्छ सङ्घ संस्कृतिले म यहाँ सबैजनालाई यो सङ्घ संस्कृतिमा आउनको लागि अघि गर्न चाहन्छु तपाईँहरू आउन चाहनुहुन्छ हो एउटा गीत गाउनु के हो गाउँ कसरी मान्छे लाग्यो सँगसँगै गाउँ ल हुन्छ सँगसँगै गाउँ ल ठुलो महिला भन्छौँ हामी ठुलोको बारेमा मैले गीत गाइरहेको छु
ल